तालुमै खेल्छु म कपाल क्याप उता राखिदिइसक्यो होइन हिउँमा चाहिँ हेर्न सक्नुहुन्छ यो अन्त हरिराम प्रेमानन्दी हरिलाल के भइदिएछ हाम्रो ठाउँमा हिउँ परेर पनि कता भुलाइदिएछ सरप्राइज दिनु छ यार बाबा सरप्राइज पानी परिरहेको छ पानीको साउन्ड चाहिँ सुन्नुभएको होला होइन हजुरहरूले हेर्न सक्नुहुन्छ बाफ्रे बाब थोरा 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 हिउँ परेको छ गाइस सूर्यको फोकस मेरो अनुहारतिर आइसकेको छ 2 दिन भयो नि त सूर्य नदेखेको
गाइस म चाहिँ होइन चट्ट लाएर सुतिरहेको थिएँ। अहिले चाहिँ निन्द्रा खोलेर यसो भ्लग बनाउनु जाम भनेको आइरहेको थिएँ म चाहिँ। हेर्न सक्नुहुन्छ के भएछ यार। यताउता के भन्छ हिउँ परेको डाँडा काँडा देखाउँछु भनिरहेको थिएँ। ए हरिराम एक कलिलोकमा के भइदिएछ यार। अनि पानी पनि थोरै थोरै भरिरहेको छ। हजुरहरूलाई देखिरहेको छैन जस्तो लागिरहेको छ। म चाहिँ यसो माथि चौरसम्म गएर हजुरहरूलाई बवाल सिन देखाउँछु डाँडा काँडाको। पहाड साइडको बवाल छ भनेको न हो जान लागेको थिएँ। हेर्नुहोस् न पानी कस्तो रहेछ यार। फेरि खुट्टा लास्ट चिसो हुन्छ नि त अहिले पानी पस्यो भने जगाएर हिँड्नुपर्छ यार। सेफली हिँड्नुपर्छ सेफली। अनि गाइस होइन यस्तै छ हेर्नु सक्नुहुन्छ। माहौल भन्दा पनि कोही पनि निस्केको छैन यार आज घरदेखिबाट। चिरे साइडमा यस्तो बवाल थियो कि अघि यहाँबाट देखिरहेको थियो माथि चाहिँ यस्तो बवाल देखिरहेको थियो त्यो डाँडादेखि माथि। हिउँकै धेरै बाक्लो परेको रहेछ। बढी भन्दैन गाइस होइन यतिसम्म त हिउँ परेकै थियो। अनि यता साइड पनि बवाल सिन थियो के। अहिले चाहिँ के भएछ ए हरिराम ए कलियुगमा के भइदिएछ हे हरिलाल हे के राम भन्छ त त्यस्तै भइरहेको थियो। के गर्ने अहिले चाहिँ एउटा चाहिँ हिउँ पनि पानी परेर हिउँको हिउँ पनि थोरै थियो। थोरै हिउँ पनि कता गयो यार पुरै बिलाइसक्यो। ए हरिराम ए हरिलाल हे हरिराम प्रेमानन्दी हरिलाल के भइदिएछ हाम्रो ठाउँमा हिउँ परेर पनि कता बिलाइदिएछ कता मरिदिएछ यार भन्दै अनि म एक्लै यहीँ बस्दैछु। कस्तो मोजा पनि लन्डाएको रहेछ यार। थैट यहाँ त चाहिँ खोला आउँदैछ पानी परेर स्क्रिनमा होइन थोरै पानी परिरहेको छ। चाहिँ क्याप लागेको छ देखिँदैन होला। अनि यस्तो छ हेर्न सक्नुहुन्छ माहौल। हरिराम कलियुगमा भइरहेको छ सीताहर माननीय सबले खै लगाइ झन् एकछिनमा अझ म तपाईँहरूलाई जसरी भए पनि यता डाँडा काँडा साइडको होइन हिउँको नजारा म देखाएर छाड्छु। पछि यस्तो आई थिङ्क मलाई लाग्छ कि होइन पछि कति भन्छ त 4-5 बजेतिर अलि घाम लाग्छ अनि डाँडा काँडा खोलिन्छ जस्तो लागिरहेको छ। हिजो पनि अलिअलि खोलेको थियो तर दिनभरि पानी पर्यो। ठिक छ त्यतिखेर म देखाउने तपाईँहरूलाई प्रयासमा जान्छु। अहिले चाहिँ मोबाइल चार्ज पनि थिएन। अहिले बत्ती आएर थोरै चार्ज गरेर 10% चार्ज गरेर भ्लग बनाउन आएको म चाहिँ। यस्तो चिसो गरेको छ कि आज चाहिँ फागुनको 20 कति भइसक्यो भने चाहिँ चिसो छ यार। बिहान चाहिँ थोरै हिउँ आएको अनि अहिले चाहिँ आएको छैन। यस्तो चाहिँ गाइस म चाहिँ जस्ट चिलमा स्लो मोसन चल्दैछु। यता चाहिँ पानी पनि भरेको रहेछ यार। हिजोको र आजको आएर पानी पनि भरिदिएछ यार। टाइट यस्तो हुन्छ कहीँ उतातिर थोरै हिउँ देखिरहेको छ हेर्न सक्नुहुन्छ। थोरै देखिरहेको छ। ल गाइस अब चाहिँ होइन चट्टा लाएर म पछि नजारा बवाल भ्यू देखाउँछु है डाँडा काँडाको हिउँ परेको ल है। ल गाइस होइन फेरि अघि म चाहिँ माथि भ्यू देखाउँछु भनेर जान लागेको थिएँ। फेरि पानी परेर हुस्सु भयो कस्तो। त्यस कारणले म सुतिरहेको थिएँ। सुतेर पनि अहिले हेरेको त झ्यालबाट बाजीबाट फोको जस्तो बवाल आएको थियो कि घाम लागेको देखेर म चाहिँ फ्यार भएको कस्तो के हेर्न सक्नुहुन्छ। घाम लागेको अहिले चाहिँ बादल फाट्दैछ उता डाँडा काँडाको हुन्छ घाम। उता चाहिँ क्लियर रहेछ यार मौसम चाहिँ सायद। म चाहिँ अहिले माथि बादल हेर्नुहोस् न यस्तो बवाल छ यार। हाम्रो झ्यालदेखि बवाल देखिरहेको छ। म चाहिँ अहिले गाइस होइन सिधै माथि कहाँ जान्छु भनेपछि हाम्रो चौर बल खेल्ने ग्राउन्डमा जान्छु मेडोमा गएर होइन त्यहाँबाट अनि बवाल भ्यू देखाउँछु है त गाइस। हेर्दै गर्नु होला सङ्कट थ्यात। अब म सिधै त्यहीँ गएर भेट्नेछु हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु बेलायकन अलमा प्रेस गर्नु नभुल्नु होला कि प्रेयर भएको भन्नु होला अनि लाइक भए सब्सक्राइब गर्नु होला है त। ल गाइस हेर्न सक्नुहुन्छ सूर्यको फोकस मेरो अनुहारतिर आइसकेको छ। 2 दिन भयो नि त सूर्य नदेखेको। आज घाम यस्तो बवाल लागाला जस्तो भइरहेको छ। कहाँ 5:30 भइसक्यो। 5:30 बजेतिर लागेर त काम भएन। हेर्न सक्नुहुन्छ तपाईँहरूलाई म दृश्य देखाउँछु भ्यू देखाउँछु डाँडा काँडाको हिउँ परेको बवाल देखाउँछु भनेर म चाहिँ यता आइसकेको छु होइन। घाम कस्तो बवाल लागेको के तातो लागिरहेको छ। अनि गाइस हेर्न सक्नुहुन्छ अब चाहिँ म तपाईँहरूलाई देखाउँछु है त अब चाहिँ। त्यहाँ चाहिँ बहुत ज्यादा हिउँ परेको छ कि हो त्यहाँ र चेरे साइडमा होइन
म्याक्राडक्स के साह्रो बवाल हो भ्यू चाहिँ। चिरे साइडमा त यति परेछ कि यति हिउँ परेको छ, लास्ट ओभर हिउँ परेको छ। म तपाईँहरूलाई यही देखाउनाले म चाहिँ यता आएको, माथि चौर जान्छु भनेको, चौर नगएर पनि म यहीँ यता हेर्न सक्नुहुन्छ। पानी चाहिँ बहुत ज्यादा भएछ रे, हामीलाई कस्तो लागेछ सला बहुत ज्यादा। अहिले चाहिँ अलिअलि घाम भइरहेको छ अनि भ्यू हेर्दै म चाहिँ जस्ट चिलमा बस्दै। सूर्य चाहिँ अहिले चाहिँ उता साइड चाहिँ बादल अहिले हटिरहेको छ होइन, अनि माथि साइडतिर हेर्न सक्नुहुन्छ यस्तो बवाल क्लाउड हेर्नुहोस् न यार। अहिले चाहिँ आकाशमा बादल अलिअलि फाटिसकेको रहेछ, हेर्न सक्नुहुन्छ यस्तो बवाल के कस्तो भइरहेको छ होइन, बवाल भइरहेको जस्तो छ। अनि उतातिर चाहिँ उ त्यो डाँडामा यस्तो बवाल चाहिँ, यो पहाडमा चाहिँ यस्तो बवाल गरेर हिउँ परेको छ कि यार। के भएको बिहानमा त थोरै हाम्रो साइडमा आएको थियो हिउँ चाहिँ, उता साइड चाहिँ यो देखेर चाहिँ मलाई गर्व लाग्छ यार, यस्तो ठाउँमा बसेको छु भनेर मलाई चाहिँ गाइस अहिले चाहिँ यस्तै छ। अझै राम्रो खोल्यो भने अझै क्लियर देखाउने म प्रयासमा हुनेछु अनि हजुरहरूसँग। अनि यस्तै छ, के गर्ने, यस्तो हिलो छ चिप्ल्यो भने चाहिँ फेरि अनि के हुने के होइन ला। कपडा चाहिँ लास्ट भित्र चिसोमा, अनि घाम पनि लाग्दैन, 2 दिन भइसक्यो घाम नलागेको। म चाहिँ अब चाहिँ सिधै घर गएर एकछिन बसेर घुमघाम चाहिँ के गर्नु, ढाफेले गएर एकछिन बस्छु। अनि त्यस पछाडि अलि राम्रो क्लियर मौसम भयो भने त्यतिखेर तपाईँहरूले बवाल हिउँ परेको अनि डाँडा काटेको भिडियो देखाउँछु है त। गाइस फाइनली होइन लास्ट चिसो छ यार। म चाहिँ खेलेर पनि आइसक्यो होइन, धापेला गएर ढुल्ला गएर राति पनि भइसक्यो, हेर्न सक्नुहुन्छ साथी। यस गाइस होइन म चाहिँ यस्तो सुतिरहेको छु, चट्टो लाएर भ्लग इन गर्नुपर्छ भन्ने सोचाएर भ्लगिङ गर्न लागेको। अहिले चाहिँ भोलि बिहान फेरि 6 बजे भ्लग हाल्नुपर्छ। गाइस आजको लागि चाहिँ यति नै हुन्छ। सबैलाई सब्सक्राइब गरिदिनु होला अनि सबैलाई लट्स अफ लभ, धेरै माया छ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। यो भ्लग मन पराउनु लाइक कमेन्ट सब्सक्राइब गरेर माया देखाउनु कमेन्ट गर्नु होला। अहिले त गाइज यस्तो जैन